यो मैले पर्चुलाको फ्लावरको लागि यो घरेलु खाद के गोबर, यो आँपको छिल्काहरू, तरकारीको वेस्ट बोक्राहरू जम्मै हालेर 3 दिनसम्म राखेँ। अनि अब यो अर्ग्यानिक यसको खाद तयार। तर यो गोबरको खाद हाल्दाखेरि यो एकदम फुल्दो रहेछ कि मैले त्यो युट्युबमा हेरेको थिएँ। यसलाई चाहिँ अर्को त्यो विकासी चाहिँ हाल्न हुँदो रहेछ। यो एकदम कोपिलाई सबमा कोपिला लगाइसकेछ जम्मै। यो अर्ग्यानिक खाद एकदमै राम्रो हुँदो रहेछ। यिनीहरूमा पनि लाग्दैछ। यहाँ माथि यहाँ सबै यहाँ लागिराखेछ। यहाँ रेड फुल्दैछ। अनि यहाँ पनि यो दुईटा डगहरूमा पनि कोपिला भरल्दै लागेछ। यहाँ पनि अब यो 12 बजेसम्म फुल्छ। अझै यो कोपिला एकदम धेरै छ यसमा यो फुल्नलाई। यो अर्ग्यानिकै खाद हाल्न पर्ने रहेछ। यहाँ पनि अब त्यो हालेको हुनाले कोपिला टन्नै छ। अब यिनीहरूमा फुल्दैछ। यहाँ पनि फुलिराखेछ। त्यहाँ फुल्न लागेछ। अब यहाँ पनि रेड फुलिराखेछ। अब पानी परेपछि यो अझै यो एकदम अक्टोबरसम्म यो फ्लावर चाहिँ एकदम फ्लावरिङ गर्दो रहेछ कि। यहाँ पनि यो 3टा गमलामा पनि झपक्कै फुल्दैछ यसलाई 29 फ्लावर पनि भन्दो रहेछ कि। अनि त्यहाँ सानो गमलामा मैले लगाएको छु त्यहाँ पनि फुल्नलाई तयार छ यो फ्लावर। यो अर्ग्यानिक खाद हालेको।